हेलो गाइज, म चाहिँ आज नेपालले वाइफाईहरू र इन्टरनेटबाट सबै ब्यान गरिसकेपछि विथआउट भिपिएन कसरी ब्यान गरेको साइटहरू खोल्ने भनेर म देखाउन गइरहेको छु। म चाहिँ मेरो आइफोनमा देखाउन गइरहेको छु र यसको प्रोसेस आइफोन, एन्ड्रोइड र सबैमा सेम हुन्छ। यहाँ चाहिँ मेरो वाइफाई छ। मेरो कुनै भिपिएनहरू पनि अन भएको छैन यति बेला। सबै साइटहरू क्लिन छ, भिपिएन पनि अन भएको छैन। अब हेरौँ, अब इन्कग्निटो मोडमा एउटा कुनै साइट खोलेर हेरौँ। यो अहिले ब्यान छ, यो अहिले खोल्दैन। अब यसैले कसरी खोल्ने? अब यसको सेटिङमा जाने, वाइफाई सेटिङमा जाने। यो मेरो वाइफाई नेम हो। यसमा चाहिँ इन्फोमा क्लिक गर्ने अनि कन्फिगर डिएनएस भन्ने छ। यहाँ कन्फिगर डिएनएसमा क्लिक गर्ने अनि यहाँ चाहिँ डिएनएस सर्भर यो छ। यसलाई चाहिँ म्यानुअलमा क्लिक गर्ने अनि यसलाई हटाइदिने, डिलिट गरिदिने अनि एड सर्भर गर्ने अनि यसमा गुगलको सर्भर हालिदिने अनि पुनः 1.0.0.1 हालेर सेभ गरिदिने। अब यो सेभ भइसकेको छ। डिएनएस म्यानुअल छ। अब हामी क्रोममा जान्छौँ, इन्कग्निटोमा जान्छौँ। ओल्ड हेरौँ, यो साइट खोलेको छ। सरी यो देखाउन मिल्दैन, यसलाई गरौँ। यसरी हामीले ब्लक भएको साइटहरू खोल्न सकिन्छ र सायद अहिलेसम्म त पब्जी ब्यान भएको छैन ऊबाट, आइएसपीहरूबाट। सायद ब्यान भयो भने यसरी चलाउन सकिन्छ। थ्याङ्क्स फर, यही नै हो मेरो भिडियो। थ्याङ्क्स फर वाचिङ एन्ड डु सब्सक्राइब माई च्यानल। यस्तै भिडियोहरू लिएर आउनेछु। थ्याङ्क यू।